हेलो एभ्रिवान, मेरो यो सर्ट भिडियोमा तपाईहरुलाई स्वागत छ है। ल आज चाहिँ म के गर्छु भने नि म आज चाहिँ आफ्नो माइजूसँग म जान्छु च्याउ खट्नु र तपाईहरुलाई म देखाउँछु। यो बाटोमा हेर्नु न, म आउँदा आउँदा कस्तो राम्रो फुल, कस्तो राम्रो, एकदमै राम्रो फुल हो यो के मेघालयको यो फुल एकदमै राम्रो छ। यो पिंक कलरको हैन, यो पर्पल कलरको होला हैन, म इंग्लिश पनि आउँदैन यति र तपाईहरुलाई देखाउँदैछु। मैले यो फुल हेर्नु त कति राम्रो, यो कति राम्रो लाग्छ मलाई यो फुल। मैले यसो गर्दै घुराइ पनि राखेको छु र तपाईहरुलाई अब म च्याउ देखाउँछु है गाइजहरु। हेर्नु है, म अब जंगल पसिसकेको छु, अब जंगलमा जाँदैछु। यहाँ हेर्नु त, मेरो यहाँ कपडा हेर्नु न, गाम्छा। अनि हेर्नु त मेरो च्याउ, यो चाहिँ एकदमै यो दुधे च्याउ भन्छ के, यो दुधे च्याउ साह्रै राम्रो हुन्छ। अनि यताको लामो खालको च्याउ हो यो, च्याउमा पानी रहेछ, मैले फ्याँकिदिएँ। अनि तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो मेघालयमा यस्तै हो, च्याउहरु यस्तै यस्तैहरु हुन्छ। सोली च्याउ भन्छ यसलाई, एकदम माइक जस्तै जस्तै हुन्छ कि यो च्याउ चाहिँ एकदम मलाई हाँस पनि उठ्छ। र एउटा च्याउ यो सेतो च्याउ हो, यो पनि दुधे च्याउ नै हो, साह्रै मिठो हुन्छ कि गाइजहरु। यो च्याउहरु साह्रै मिठो हुन्छ र तपाईहरुलाई म बगानतिर पसी हेर्नु न, मेरो च्याउ निकाल्ने भएको, च्याउ भाँच्यो। अब हेर्नु त यो च्याउ कस्तो मजाको छ, दुधै दुध निस्किरहेको छ। र अब म हेर्नु, मैले यहाँ यसो हेरेको त कालुङ्गे देखेँ, अनि यसो गरे यो खाइन भने त अनि मेरो त मन पनि चिउ हुन्छ। मैले किन कालुङ्गे च्याउ भेटिनँ होला भनेर मेरो मन कस्तो हुन्छ कि। अनि हेर्नु, मैले कालुङ्गे च्याउ भेटिसकेको छु। अस्ति पनि यहाँ मैले दुईटा भेटेँ थिएँ, आज एउटा भेटाएँ। तपाईहरुलाई म पल्टै देखाइरहेको छु मैले कालुङ्गे च्याउ। हेर्नु त यहाँ के साह्रो राम्रो, साह्रै राम्रो। अनि यताउति आएर म बसेँ, यसो थकाइ मारेको, साह्रै गल्यो भनेर। अनि यसो पानी पनि लिएको थिएँ र पानी सानी खाँदैछु, बसेर पानी खाँदैछु, यताउति हेर्दैछु। बा खसिया पो आउने हो कि भनेर डर लागेर यता यति हेरिरहेको छु। अनि माइजू चाहिँ अलिक तलै थियो कि, अनि माइजू भन्दै बोलाएँ। अनि मैले यहाँ तपाईहरुलाई यहाँ घाँसहरु कति अल्गो देखाइरहेको छु। हेर्नु त घाँसहरु के साह्रो अल्गो छ, यहाँ सल्लाको घाँस साह्रै अल्गो हुन्छ कि। अब हेर्नु के गर्न, अब च्याउ नखोजी पनि नहुने। मेरो च्याउ हेर्नु प्लास्टिकमा यति भइसकेको छ मेरो च्याउ। अनि यसो हेरेको त कमिलाले मेरो खुट्टा खाएर आएको रहेछ, त्यसको पनि भिडियो बनाइदिएको। अनि माइजू भनेर बोलाएको, माइजू हजुर के भयो भान्जी भन्दै, यति च्याउ भेटेँ भन्दै आउनु हुँदैछ रमाउँदै। अनि मलाई चाहिँ एउटा च्याउ देखेर उसले टिपेर लिएर आएछ कि, दुध भएको, तर सेम दिल जस्तै भइरहेको रहेछ। अनि मलाई देखाएर भान्जी हेर नि कस्तो दिल जस्तै कति राम्रो च्याउ भनेर मैले चाहिँ तपाईहरुलाई देखाइदिएको है। अनि ल भाइ, आजको लागि यति नै। तपाईहरुलाई मेरो यो सर्ट भिडियोमा म चाहिँ अब घर हिँडेको।